अब हामी चाहिँ चट्टसँग के भयो हेलो साथीहरु, हजुरहरुलाई फेरि पनि स्वागत छ यो मेरो ब्लगमा। र हजुरहरु के कस्तो छ, आई होप हजुरहरु पनि सन्चै हुन्छ होला हैन। र आज हामी भनेको हामी विराटनगर जाँदै छौं। ड्याडी बाहिरबाट आउनु भएको छ अनि काठमाडौँबाट ठ्याक्क विराटनगर चाहिँ 6 बजेतिर आइपुग्नुहुन्छ अरे। अनि त्यही भएर अहिले हामी चाहिँ भनेको चट्टसँग एल्सन भाइ, म अनि दिदी रेडी भएर हामी बाबाले लिन विराटनगर जाँदैछु हैन। अहिले हामी चाहिँ भनेको गाडीमा चट्टसँगले बसिरहेको छौँ हामी तीनजनै। अनि अब हामी भनेको यहाँबाट विराटनगर जान्छौँ। ठ्याक्क हामी चाहिँ घर अगाडि नै बसेको छौँ यहाँनिर गाडीमा। अब ड्राइभर अङ्कल चाहिँ हल्का बाहिर रेस्टरुम जानुभएको छ। अनि हामी त्यस पछाडि ड्राइभर अङ्कल आएपछि चट्टसँगले हामी विराटनगरतिर जान्छौँ। विराटनगर जाँदा जाँदै म तपाईँलाई विराटनगरको यसो जाने बाटोतिरको तपाईहरुलाई सिन पनि देखाउँछु। वेलकम टु विराटनगर एयरपोर्ट अरे। चट्टसँग हामी चाहिँ भनेको एयरपोर्ट आइसकेको छौँ, विराटनगर एयरपोर्ट। अनि दुईजनाहरु जाने हजुर दाल किम तोरा अब 75 राख्न छ। सुको बोकेन मैले उसँग होला त्यो काम गर्छ नि त्यसलाई भन्नु न। हामी एल्सन म चाहिँ अगाडि हिँडिरहेको छु। त्यतिको चाहिँ हुनु पर्यो है। यहाँबाट भित्र जानुहुन्छ ठ्याक्क हामी चाहिँ यो चाहिँ एयरपोर्टको यहाँनिर लजहरू हो, क्याफे सेफे खाने खाएको। यो चाहिँ भित्रको सिन हेर्न सक्नुहुन्छ, एयरपोर्ट भित्रको सिन। र अब म तपाईहरुलाई अब लेनाको सिन देखाउन गइरहेको छु। अब चाहिँ भने अब हामी बाबा लिनलाई मेन गेटतिर जाँदैछौँ। अरे मुख केटाहरू मुख मरियाहरू मुख नि सुरुमा बोक्न खोजेको बोक्नु सकिनँ। कनेर उचालेको उयो त्यो दाइले बोकेको उचाल्न खोजेको अरे यसले उचाल्नै सकेन। के हो त्यो काठमाडौँबाट आएको खै के होला विदेशबाट। किनहरु ठगहरु दुईटा किन कहाँ ठग्यो मामी दाइले बोकाएर भन्दै चन्न कुइनो छ। राम्रै भयो नत्र मलाई बुवा यसैमा जाँदा भयो त। यसैमा त जाने त अनि दादा नि अहिले चाहिँ भने हामी बाबालाई पिक गरेर अब सँगै हामी घर जानेछौँ।